दिनुहोस्। यो खास चाहिँ एयरब्याग फुटाउने एउटा सेन्सर हो। यसलाई चाहिँ हामीले बाहिर त्यतिकै पठाउन धेरै रिस्क हुन्छ र यो पड्क्यो भने मान्छेको ज्यान जान सक्ने र गाडीहरू विस्फोट हुन सक्ने भएको कारणले हामी कम्पनीमै विस्फोट गरेर बाहिर कबाडीमा पठाउने गर्दछौँ, ताकि हामीले अगाडि नै यो विस्फोट नगरी पठायो भने धेरै हानि क्षति अथवा मान्छेलाई नोक्सान पड्क्यो भने हुनेको कारणले गर्दा हामीले भित्रै सेफ्टी तरिकाले विस्फोट गराएर कबाडीमा दिने गर्छौँ। अब यसको प्रोसेस देखाइदिनुहोस्। यसको अब कसरी हामी युज गर्दैछौँ भन्दाखेरि यसलाई पड्काउने प्रोसेस भनेको यो दुईवटा तार जोड्नु पर्छ -+। हजुर नजिकबाट हेरौँ। माइनस र प्लस हुन्छ। यसलाई चाहिँ हामी त्यसरी गर्छौँ। ल यो चाहिँ यसको चाहिँ के छ महत्त्व? यसको चाहिँ यो बालुवाको चाहिँ यसको विस्फोट बाहिर धेरै नआओस् भनेर, आवाज धेरै नआओस् भनेर, आवाज र क्षति अथवा यो नछिट्योस् र कसैलाई अप्ठ्यारो नपरोस् र मार पनि नपरोस् भनेर चाहिँ हामी यसरी छोपेर गर्ने गर्छौँ। एउटा कुरा मनोजी, यो चाहिँ किन चाहिँ यो अनि गाडीमा आएको यो हुन्छ नि जुन एयरब्याग हो त्यो चाहिँ अब पड्केर गइहाल्छ। नयाँ गाडीको निकाल्नु भयो कि यो कुन गाडीको चाहिँ यस्तो एयरब्यागको यो बमहरू? यो खासमा एक्सिडेन्ट भएको गाडीहरू आएको भएर चाहिँ यसको के भन्छ के अरे एयरब्याग फुटेको कारणले गर्दा यो एयरब्याग हामीले चेन्ज गर्छौँ। गरेको कारणले चाहिँ यो हामीले चाहिँ अब कबाडीमा दिनुपर्ने हो। खासमा कबाडीमा दिनुभन्दा अगाडि चाहिँ यो पछि असर पर्ला अब मान्छेलाई अब होइन अनजानीमा यो पड्केला, अनजानीमा जन्तु पशुहरूको पनि क्षति होला, कोही मान्छेहरूको क्षति होला, बच्चाहरूको क्षति होला। कोही मानिसहरूले चाहिँ अब अनजानमा यसले चलाइदेला, पड्काइदेला, गरिदेला, अर्काको अब रिसिभी हुनसक्छ होइन। यो चाहिँ अब घरमा नि पड्काइदियो भने त्यही भएर यो मानव कल्याणकै लागि हो। मानव कल्याणको लागि पनि भएर बाहिर गएर यसरी हान्ती नगरोस् भनेर चाहिँ हामी यो हाम्रो कट्टर जिम्मेवारी पुरा गरिरहेछौँ हामीले। यसरी हामी छोप्दैछौँ। ल अब एकचोटि उता जाउँ। अब यहाँ अलिक टाढा जानु पऱ्यो होइन त मनोजी? वरिपरि चाहिँ बस्नु भएन। कतिवटा पड्काउनु भएको छ हजुरले? 5वटा 6वटा 8-10वटा एउटा त पुरै पड्केछ होइन त मनोजी? यो एउटा चाहिँ बम जसरी नै पड्क्यो। ल हेरौँ हामी कोसिस हेरौँ। ब्याट्री तार यहाँसम्म छ, लामो त्यहाँदेखि यहाँसम्म आएर तार यहाँसम्म आछ। ल जब तपाईँले यहाँ दिनुभयो उतापट्टि हेरौँ है त। ल ल म